भारत सरकारले मृतकहरूको परिवारलाई राहत प्याकेज दिने निर्णय गर्यो र यस घटनालाई पाकिस्तान आधारित आतंकवादी समुदाय र योजनाबद्ध हमलाको रूपमा औँल्यायो। आक्रमणको जिम्मेवारी लिएर द रेसिस्टेन्ट फ्रन्ट नामक सङ्गठनले वक्तव्य जारी गर्यो र यसलाई काश्मीरमा बाहिरी नागरिकहरूको बसोबास नीति विरोधका रूपमा व्याख्या गर्यो। तर 4 दिनपछि उक्त समूहले आफ्नो दाबी फिर्ता लिएर अनधिकृत साइबर घुसपैठको बहाना प्रस्तुत गरेर जिम्मेवारी अस्वीकार गर्यो। भारतीय सुरक्षा अधिकारीहरूले आतंककारीहरूमध्ये 2 जना पाकिस्तान र 2 जना स्थानीय थिए भनी आशंका व्यक्त गरे। घटनापछि भारत पाक सीमा तनावमा उच्च बढेको छ। भारतीय सेनाले पाकिस्तानी सेनाप्रति सीमापार आक्रमण गोलीबारी गरे भनी आरोप लगाएका छन्। यस आक्रमण विरुद्ध भारतका नेताहरूले दृढतापूर्वक कारबाहीको आश्वासन दिए। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री समेत घटनास्थल पुगे र सुरक्षा समीक्षा बैठक गरे। पछिल्लो 2 दशकमा भारत